हेलो गाइज वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू भिडियोको साथमा म फेरि पनि उपस्थिति भइसकेको छु। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु, आरामै छु। अनि आज रहेको छ घटस्थापना यानि कि जमरा राख्ने दिन। तपाईहरुलाई धेरै धेरै शुभकामना छ घटस्थापनाको। अनि हामीहरुले चाहिँ सबै काम सकिसक्यौं। अनि त्यसपछि मैले चाहिँ अब एकछिनमा चाहिँ तयारी गर्छु जमरा राख्ने। अनि पूजा बिहानको पूजा त नियमित पूजा त मैले गरिसकेको छु। अब चाहिँ जमरा राख्ने चाहिँ गर्नुपर्छ। अनि सायद चाहिँ 11 बजेर कति मिनेट छ भन्दै हुनुहुन्थ्यो। त्यसमा चाहिँ हामीले चाहिँ जमरा राख्नुपर्ने हुन्छ गाइजहरु। लेट्स सी गाइज, म के गर्छु तपाईहरुलाई अवश्य देखाउने नै छु। तेल खराएर राखिसकेको छु, मेरो तेल खरिसकेको पनि छ। म चाहिँ यो केराउको मसिनो गेडा बसाल्छु अनि त्यसपछि यो बोडीको बसाल्छु यो पाकिसकेपछि। अनि त्यसपछि म चाहिँ अब बसाल्दै छु। म चाहिँ तपाईहरुसँग अहिले भेट्छु गाइज। त गाइजहरु मैले चाहिँ सबै रेडी बनाइसकेको छु पूजाको सामग्रीहरु। अनि त्यसपछि यहाँ सबै चुनरीहरु नरिवलहरु सबै देख्न सक्नुहुन्छ। यो चाहिँ जमरा राख्ने मैले चाहिँ माटोहरु राखेर ठिक्क पारिसकेको छु। म चाहिँ अब पूजा सुरु गर्छु। जमरा छोडौ अनि बत्ती है। गाइजहरु हामीले चाहिँ पूजा सुजा सकिसक्यौं। अब चाहिँ हामीले टिको लगाउँछौं। मलाई चाहिँ मेरो बुढाले टिको लगाइदिँदै हुनुहुन्छ। आशीर्वाद दिनु क्या मनमा नै कुडो गरौँ ल्याउनु क्या
पर्दैन ल्याउने के ल्याउनु ल म लगाउने हो ओके देन गाइज हामीहरू फेरि ब्याक भइसकेको छौँ हामीहरू चाहिँ पूजासुजा सकेर अनि तल किचनमा आइसकेको छौँ अहिले चाहिँ दिउँसो भइसकेको छ अनि खाना पनि लेट भइसकेको छ अनि यहाँ चाहिँ मेरो बुढाले चाहिँ सबै रेडी गर्दै हुनुहुन्छ समय बजीहरू यहाँ चाहिँ रेडी बनाइसक्नु भएको छ यो चाहिँ नानीलाई अनि यो चाहिँ हामीहरूलाई दिदी मलाई बुढालाई अनि रेडी पार्नु हुने चाहिँ मेरो बुढा म चाहिँ उहाँ चाहिँ अचार बनाउने तयारी गर्दैछु अनि म चाहिँ अब अचार बनाउँछु किनभने सबैजनालाई भोक लागिसक्यो 12-1 बज्न लागिसक्यो दिउँसाको अनि हामीले पूजासुजा गर्दा चाहिँ पूजा गर्दा अलि लेट भयो किनभने जमरा राख्ने अलि लेट रहेछ नि त त्यही भएर चाहिँ अलि लेट भयो त्यही भएर चाहिँ म अब अचार बनाउँछु सबै रेडी बनाउँछु अनि त्यसपछि फेरि गाइज हाम्रो चाहिँ रेडी भइसकेको छ यस्तो देखिरहेको छ अनि म चाहिँ अब खान्छु अनि मेरो बुढा पनि अब आउनुहुन्छ काम वे म चाहिँ अब ट्राई गर्छु कस्तो बने हो त देख्न सक्नुहुन्छ यस्तो छ मेरो हामीहरू चाहिँ खाँदैछौँ यो चाहिँ इस्कुसको अचार हो मैले बनाएको Alrighty then. अरूहरुकोमा चाहिँ यस्तो हुँदैन हामी नेवारहरुकोमा चाहिँ चाडबाडमा चाहिँ यस्तो खान्छौँ है अब दसैँमा समय बजी भन्छ यसलाई चाहिँ अब दसैँमा अनि के आज भनेपछि त्यसपछि म चाहिँ खाना खान्छु यति खाइसकेपछि त्यही पनि यो पनि धेरै भयो है म थोरै खानु पर्ने अनि तपाईलाई त हो कि मलाई के म थाहा खाएँ नि त अब खस्यो जिनुवा ओके देन गाइज हामीहरू चाहिँ खान्छौँ अनि त्यसपछि म फेरि अलि भेट्छु समय बजी खाएर पनि सक्यौँ अनि हामीले चाहिँ अब खाना खाँदैछौँ तपाईहरुले फेरि ओहो कति खाँदो रहेछ त्यत्रो खाएर पनि फेरि भात खान लाग्यो भन्नु होला तर भात त खानुपर्छ त्यही भएर चाहिँ हामीहरूले सकेर भात खाँदैछौँ सुरु गर्छौँ है मिठो छ है धेरै पछि भयो नि त त्यही भएर नि होला कि समयको ज्यादा होला धेरै खाएको खान्थेन नि पहिला खान्थे त किन यसो धेरै टाइम पछि भयो नि त त्यही भएर हो कि मासु गाइज
ओके देन गाइज हामीहरू चाहिँ अब खाना खान्छौँ अनि आजलाई यति नै। अब हामीहरूले जमाना समाएर राखेर सब गरेर भइसक्यौँ अनि आज चाहिँ यति नै हुन्छ हाम्रो भिडियो चाहिँ। अनि सबैले माया गरिदिनु होला अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला। तपाईँ के भन्न चाहनुहुन्छ? लाइक एन्ड सब्सक्राइब मिस्टर मिसेस श्रेष्ठको च्यानललाई एकदम माया गरिदिनु होला। अनि हामीहरू चाहिँ यति नै भन्न चाहन्छौँ। अनि हामीलाई चाहिँ साथ सपोर्ट चाहिँ दिन नबिर्सिनु होला। हाम्रो भ्लग चाहिँ नछुटाइकन हेर्नु होला, डेली भ्लग हेर्नु होला। अनि अब हामी यति नै गर्छौँ आजलाई चाहिँ। अनि हस्त धन्यवाद। अनि फेरि अर्को भिडियो लिएर आउनेछौँ। ओके देन बाई।